पूर्णिमा मतलब श्री स्वस्थानीको कथा सुरु हुने दिन हो नि। आजदेखि त 1 महिनासम्म घर घरमा स्वस्थानीको रौनक सुरु भयो। एकदम। तर यो केवल एउटा व्रत वा कथा वाचन मात्रै त होइन नि, होइन? यसभित्र त कयौं सांस्कृतिक र सामाजिक पत्रहरू लुकेका छन् जस्तो लाग्छ। हो, स्वस्थानीलाई हामीले केवल धार्मिक दृष्टिकोणबाट मात्रै हेर्यौं भने सायद यसको त्यो बृहत अर्थ छुट्न सक्छ। यो त विश्वास, सामाजिक संरचना अनि मानव मनोविज्ञानको एउटा सुन्दर सङ्गम हो। अनि त्यो अनुशासनको कुरा पनि आउँछ, होइन? व्रत बस्ने चलन पनि कस्तो विशेष छ। 1 छाक चोखो खाने अनि कन्दमूल र फलफुलमा जोड दिने। हो, धेरैलाई यी नियमहरू थाहा छन्, तर यसको पछाडि गहिरो अर्थ पनि छ। त्यो के होला? अब व्रतको नियम त छँदैछ, तर रोचक कुरा के छ भने यो कन्दमूल र फलफुलमा जोड दिनुले मानिसलाई प्रकृतिसँग नजिक गराउँछ। प्रकृतिसँग जोड्ने? हो, जसले गर्दा शरीर र आत्मा दुवैको शुद्धिकरण होस्। एक प्रकारको डिटक्स जस्तै भयो नि। हो त नि। अनि हरेक कथाको सुरुवातमा एउटा मन्त्र आउँछ, यम ब्रह्मा वरुणे रुद्र मरुत यो केवल एउटा श्लोक मात्रै त होइन होला? एकदम होइन। यो मन्त्रले ब्रह्मा, वरुण, इन्द्र, रुद्र जस्ता प्रमुख देवताहरूको स्तुति गर्छ। यसको सार के हो भने हामी यो कथा वाचन गर्नु अघि सम्पूर्ण ब्रह्माण्डका शक्तिहरूलाई आह्वान गर्दैछौँ। मतलब कथालाई एउटा व्यक्तिगत आस्थाबाट उठाएर ब्रह्माण्डीय महत्त्व दिन खोजेको हो? हो, ठ्याक्कै। हामी एउटा सानो कथा होइन, सिङ्गो सृष्टिको गाथा भन्न जाँदैछौँ भन्ने सङ्केत हो यो। वाह! अनि यी कठिन व्रत र तीर्थयात्राको पछाडि जुन देवीको आस्था छ, उहाँको स्वरूपलाई चाहिँ कसरी वर्णन गरिएको छ? स्वस्थानी मातालाई अष्टमातृका मतलब 8 शक्तिशाली देवीहरूको बीचमा विराजमान रहेको मानिन्छ। उहाँका 4 हातमा चक्र, त्रिशूल, तरवार र कमलको फूल छन्। अनि यी सबै प्रतीक हुन्। सबैको अर्थ छ? अवश्य। चक्रले समय र धर्मको रक्षा, त्रिशूलले आसुरी शक्तिको विनाश, तरवारले ज्ञान र विवेक अनि कमलले पवित्रता र सृष्टिको सङ्केत गर्छ। उहाँ सन्तुलनकी देवी हुनुहुन्छ। अनि यो व्रतको अर्को शक्तिशाली पक्ष भनेको तीर्थयात्रा हो, होइन त? माघको जाडोमा साखुको साली नदीमा। हो, त्यो आस्था साँच्चै अचम्म लाग्दो हुन्छ। तर यो साखुको साली नदीकै विशेष महत्त्व किन छ? अरू नदीमा यो व्रत किन त्यति प्रचलित छैन? यसको सम्बन्ध कथासँगै जोडिएको छ। स्वस्थानी कथामा माधव नारायणको प्रसङ्ग आउँछ र शाली नदीलाई पवित्र तीर्थस्थलको रूपमा वर्णन गरिएको छ। कथामा वर्णन भएर? हो, त्यसैले व्रतालुहरू कथामा वर्णन गरिएको स्थानमा पुगेर त्यो अनुभवलाई जीवन्त बनाउन चाहन्छन्। कथाको कुरा गर्दा हिमालय पुत्री पार्वतीले शिवजीलाई पाउन स्वस्थानीको व्रत बसेको कथा त सबैभन्दा चर्चित भइहाल्यो। तर सबै कथाहरू यति सुखद छैनन्, होइन र? छैनन्। त्यो गोमा ब्राह्मणीको कथाले त तत्कालीन समाजको एउटा अन्यारो पक्ष मतलब बालविवाहलाई पनि देखाउँछ। यो एकदमै महत्त्वपूर्ण प्रश्न हो। वास्तवमा स्वस्थानी केवल देवी देवताको कथा मात्र होइन, यो तत्कालीन समाजको आइना पनि हो। हो र? गोमा ब्राह्मणीको कथाले बाल विवाह र त्यसले एउटी नारीको जीवनमा ल्याउने दुःखलाई जसरी प्रस्तुत गरेको छ, त्यो आफैमा एउटा क्रान्तिकारी कदम थियो। यसले धर्मले सामाजिक विकृतिलाई पनि कसरी उजागर गर्न सक्छ भन्ने देखाउँछ। त्यो त रोचक कुरा हो, किनकि धेरैले यस्ता पुराना कथाहरूलाई पितृसत्तात्मक भनेर आलोचना पनि गर्छन्। तर तपाईँले भने जस्तै यसमा समानताका कुरा पनि लुकेका छन् कि? धेरै छन्। जस्तै शिव र पार्वती बीचको संवाद हेर्नुस् न। त्यहाँ पार्वतीले केवल एक आज्ञाकारी पत्नीको भूमिका मात्र निर्वाह गर्नुहुन्न, उहाँले तर्क गर्नुहुन्छ, प्रश्न सोध्नुहुन्छ र शिवलाई पनि उनको गल्तीको महसुस गराउनुहुन्छ। त्यो गणेशको शिरछेदनको प्रसङ्गमा पनि त पार्वतीको क्रोध देखाइएको छ नि? होइन, त्यो क्रोध र शिवको पश्चातापले नारी शक्तिको महत्त्वलाई स्थापित गर्छ। यी कथाहरूले नारीलाई केवल सहनशील पात्रको रूपमा मात्र नभई निर्णायक शक्तिको रूपमा पनि प्रस्तुत गरेका छन्। भनेपछि स्वस्थानीको कथा हरेक वर्ष दोहोर्याउनु भनेको केवल परम्परा धान्नु मात्र होइन। ती कथाहरूभित्र लुकेका यस्तै सामाजिक र मनोवैज्ञानिक सन्देशहरूलाई पुनर्जीवित गराउनु पनि हो। एकदम। र व्रतको समापनमा हुने भजन कीर्तन जागरमले यसलाई सामाजिक उत्सवको रूप पनि दिन्छ। यसले परिवार र समुदायलाई जोड्छ। अन्तमा यही कामना गरौँ, हिउँदमा पूजा गरिएका यी नदी किनारहरूले वर्षामा सबैको रक्षा गरून्। लैङ्गिक समानताका यी लहरहरू
केवल कथामा सीमित नभएर समाजमा साकार रूपमा फैलिउन्। माता स्वस्थानी लगायत अष्टमातृका सबैको हामीप्रति असीम अनुकम्पा रहोस्। जय होस्, मङ्गल होस्। जय होस्, मङ्गल होस्। आजको लागि यति नै। हरेक वर्ष हामीले वाचन गर्ने यी कथाहरूभित्र हाम्रो समयको लागि के नयाँ अर्थ लुकेको होला, यो प्रश्नबारे सोच्दै गर्नुहोला। अर्को अङ्कमा भेटौँला। नमस्कार, तपाईँको दिन शुभ रहोस्।